नमस्ते सम्पूर्ण सबैमा शुभ बिहानी सँगसँगै आज म चाहिँ सिगास गाउँपालिकाकै शक्तिपीठ धार्मिक स्थल दोगडा भूमिराजको मन्दिरमा आइपुगेको छु। तपाईँ देख्न सक्नुहुन्छ हाम्रो दोगडा भूमिराज मन्दिरको अवस्था। हाम्रो सबभन्दा शक्तिपीठ दुई गाडको बिचमा रहेको, यतातिर गाड छ यतातिर अर्को गाड छ हैन। दुई गाडको बिचमा रहेको शक्तिपीठ तपाईले सोचेको चाहेको मनको पुरा गर्छ हाम्रो देवी देवताले चाहिँ। एकचोटि पुग्नु होला, यहाँको दर्शन गर्नु होला, भाकल गर्नु होला। तपाईले भाकल गरे अनुसार सबै पुरा हुनेछ। आशा छ सबैको मनको कामना पुरा हुनेछ। अहिलेसम्म हामीले पुजी आएको, हामीले सोचेको पुरा गरेको दोगडा भूमिराजको थान हो यो। हाम्रो यहाँ चाहिँ बलि सलि दिने गरिन्छ। सबैभन्दा शक्तिपीठ सिगास गाउँपालिका भन्दा नि छत्तीसगढकै शक्तिपीठ बोकाको बलि खाने देवता हो यो चाहिँ। तपाईले भाकल गर्नुभएको मनको कामना सबै पुरा गर्नेछ यसले चाहिँ। हामीले भोगी आएको, हामीले भाकल गरेको पुरा भएको, अहिलेसम्म मानिआएको हामी मान्नेछौँ। कसैले विरोध गर्दा हामी छोड्ने चाहिँ छैनौँ है साथीहरू। पशु बलि घातस्य भन्छन्, पशु बलि पाप भन्छन्, तर हामी रीतिरिवाज परम्परा चालचलन छोड्दैनौँ। हामीले यही देवी देवता पुजेर हामी उभा लागेका हौँ र कसैले भोलिको दिनमा विरोध गर्दा मुद्दा गर्दा हामी यो चाहिँ छोड्नेवाला चाहिँ छैनौँ। हाम्रो रीतिरिवाज परम्परा संस्कृतिलाई जोगाउने काम हामी गर्छौँ। कसैले विरोध गर्दैमा, कसैले दुई चार शब्द बोल्दैमा हामी डराउनेवाला चाहिँ छैनौँ है। सबै आउनु होला, एकचोटि दर्शन गर्नु होला, भाकल गर्नु होला। तपाईँको मनको कामना, सबैको मनको कामना पुरा गर्नेछ। दोगडा भूमिराजले सबैको इच्छा पुरा गरून्, सबैको मनको चाहेको पुराको होस्, सबैको घरमा थिति थामिला होस् भन्दै हस् सबैको रक्षा गर्छन् भन्ने आश राख्दै यो भिडियो यतिलाई हस्। धन्यवाद।